हेलो गाइज, नमस्ते। शीतले म चाहिँ आज घरमै छु। आज चाहिँ मैले दिन राम्रो शान्ति भएर यहाँ भ्लग बनाउँदैछु। बाबा र मम्मी चाहिँ जाँदै हुनुहुन्छ गोठ जाँदै हुनुहुन्छ मम्मी र बाबा चाहिँ। अनि मलाई चाहिँ यहाँ पानी भरेको हेर भन्नुभयो, त्यही भएर म चाहिँ यहीँ बसेको। आज हेर्नु न बादलहरू क्या, वाउ कस्तो राम्रो भएको छ कि हावाले गर्दा। हेर्नु न यस्तो डगी जस्तो राम्रो छ क्या। कस्तो आज दिन उज्यालो छ क्या, त्यही भएर मैले ब्लग बनाएको आज। अस्ति चाहिँ म जङ्गल गएँ, अनि त्यसपछि हिजो चाहिँ बनाउनु पाएन, अनि अस्ति पनि बनाउनु पाएन। त्यो बेला चाहिँ म एक दिन पनि जङ्गलै गएको थिएँ। 2 दिन 3-4 दिन चाहिँ त्यसपछि चाहिँ गइनँ। तल डाँडै कटिसक्नु रहेछ। तल गोठ जाँदै हुन्छ। तल हाम्रो गोठ चाहिँ तल्ल छ। के गर्नु रह्यो एरोप्लेन माथि जाँदैछ। माथि तपाईहरुलाई देखाउँछु। हैन भने है बुढाइलाई देख्नु भएन होला, हावाले गर्दा तपाईहरुले चाहिँ माथि सक्यो। घामले पनि देखिँदैन। आज चटक घाम लागेको छ। मेरी बुहारीलाई मै गर्देऊला घरको घाम। पूर्वैको बतासैमा कपाल परेर सम्हालिराख चाल रुमाल। पूर्वैको बतासैमा कपाल परेर सम्हालिराख है चाल रुमाल। अझदेखि निनो पर्यो। पूर्वैको बतास कपाल परेर सम्हालिराख चाल रुमाल। पूर्वैको बतासैमा आयो हावा आयो। म तपाईहरुलाई देखाउन चाहे तल हाम्रो अटो छ, परबाट म तपाईहरुलाई देखाउँदै ल्याउँछु। पूर्वैको बतास सम्हालिराख है रुमाल। पूर्वैको आजको भिडियो चाहिँ यहीँ अन्तिम गर्न चाहे। होइन, मैले ढाँटेको पनि होइन। म तपाईहरुलाई अहिले एकछिनमा देखाउँछु है। ओके। यहाँ म चाहिँ अहिले आँगनमा छु। स्याउको बोट फुल फुल्यो स्याउको बडैमा। फुल फुल्यो स्याउको बडैमा। ए फुल भन्दै नाचे कि मेरी मोयालु फुल फुले कि भन्दै नाच्छन् मेरी
साह्रै राम्रै पनि छौ अनि धेरै राम्रै छौ फुल फुल्यो बगैँचामा फुल फुल्यो मखमली। बाबा आउनुभयो तल आउँदै हुनुहुन्छ। बाबा आउनुभयो आउनुहुँदैछ भनेको त हो रहेछ कि क्या। आउँदै हुनुहुन्छ तल आउनुहुँदैछ हाम्रो बाबा आउनुहुँदैछ गोठेबाट। हाम्रो चाहिँ आलुको हालत यस्तो छ, परतिर चाहिँ यस्तो छ अनि ओरतिर चाहिँ यस्तो खतरा खतरा छ। तपाईँहरू त छक्क पर्नुहुन्छ। यस्तो ठुल्ठुलो फेरि यता चाहिँ सानो छ क्या, यता सानो छ, यता चाहिँ अलिक सानो छ क्या। यहाँ त अनि के माटो त छैन, अनि ढुङ्गा मात्र, ढुङ्गा छ के। अनि ल आजको चाहिँ म यहीँ अन्तिम गर्न चाहे है। म चाहिँ यहीँ अन्तिम गर्छु भ्लगलाई। बाई बाई।